नमस्कार र स्वागतम सबैजनालाई आजको हाम्रो पोडकास्ट अजिसा अध्ययन जीवन र समाजमा। आज हाम्रो अतिथि रहनु भएको छ डाक्टर कृष्ण बडाथनीज्यू। उहाँले 6 वटा विषयमा मास्टर डिग्री, अंग्रेजी विषयमा एमफिल र अर्थशास्त्र विषयमा पीएचडी को उपाधि हासिल गर्नुभएको छ। अध्ययन जीवन र समाजलाई सँगै लिएर र जोडेर कसरी अघि बढ्नुभयो र यस सफलता हासिल गर्नुभयो भन्ने विषयमा आजको हाम्रो कुराकानी र छलफल रहेको छ। डाक्टर कृष्ण बुढाथोकीज्यू, हजुरलाई के लाग्छ निरन्तर अध्ययन हाम्रो जीवन र समाजका लागि किन आवश्यक छ? धन्यवाद। यो अजिसा पोडकास्ट अध्ययन जीवन र समाजसँग सम्बन्धित विचारहरू राख्न यहाँले अवसर दिनुभयो, हार्दिक धन्यवाद र कृतज्ञता प्रकट गर्दछु। जीवन उन्नयनको लागि, जीवनको एउटा सार्थकताको लागि, जीवनलाई ऊर्जावान बनाइराख्नको लागि, जीवनलाई एउटा चाहिँ घनीभूत एउटा चाहिँ ऊर्जाशील बनाउनको लागि, सृजनशील बनाउनको लागि अध्ययन महत्त्वपूर्ण हुन्छ। त्यसकारणले औपचारिक अनौपचारिक हैन सबै किसिमका अध्ययनहरूमा हामी दखल राख्नुपर्छ। हामीले अध्ययन बिना कोही पनि सफल र सार्थक बन्न सक्दैन। अध्ययन औपचारिक अध्ययन नगर्नेले पनि अनौपचारिक अध्ययन मार्फत आफूलाई पोख्त र दक्ष र निपुण बनाइरहेको हुन्छ। यसकारण पहिलो कुरो के हो भने अध्ययन चाहिँ एउटा आधार हो, बिस हो। हामीले अध्ययन बिना हाम्रा विचारहरू निर्माण गर्न सक्दैनौँ, सोचहरूको विकास गर्न सक्दैनौँ, हाम्रो लक्ष्यहरूलाई चाहिँ एउटा निर्दिष्ट गर्न सक्दैनौँ, लक्ष्यविहीन हुन्छौँ। सँगसँगै हामीले एउटा अध्ययन भएन भने हामीले कुनै पनि विषयवस्तुलाई आलोचनात्मक रूपमा, समालोचनात्मक रूपमा बुझ्न, व्याख्या गर्न सक्दैनौँ, त्यसको अभाव रहन्छ। त्यसकारणले औपचारिक मात्रै होइन, अनौपचारिक अध्ययन सबैभन्दा बढी हुन्छ हाम्रो जीवनमा। अनौपचारिक अध्ययन हाम्रा अनुभव, हाम्रा ज्ञान, हाम्रा अभ्यासहरू र हाम्रो चाहिँ विभिन्न माध्यमबाट गरिने अध्ययनहरू हुन्छन् हैन। किताबी अध्ययन हुन्छन् हैन, जीवनका विभिन्न अरू अध्यायबाट चाहिँ गरिने अध्ययनहरू हुन्छन्। ती अध्ययनलाई सधैँभरि निरन्तर रूपमा त्यो एउटा जीवनको अनन्तकालसम्म रहिरहन्छ। जीवनलाई जीवन्त बनाउनलाई अध्ययनको महत्त्वपूर्ण भूमिका रहन्छ कृष्णजी। यो कुरा हामीले महसुस गर्नुपर्छ, बुझ्नुपर्छ र यो अध्ययनका क्रममा विभिन्न बाधाहरू, विभिन्न सङ्घर्षहरू बिहोर्न पर्यो। झन्झटहरू पनि छन्, प्रक्रियागत रूपमा झन्झटहरू छन् हैन, युनिभर्सिटीका झन्झटहरू छन्। ती पनि पुरा गर्दै अध्ययनलाई औपचारिक रूपमा, अनौपचारिक रूपमा, दुवै रूपमा हामीले अगाडि बढाउन सक्यौँ भने सार्थक र महत्त्वपूर्ण जीवन चाहिँ हामीले चाहिँ प्राप्त गर्न सक्छौँ। र सुखी र खुसी जीवन प्राप्त गर्ने भनेको हामीले सार्थक र सफलीभूत अध्ययनबाट मात्रै सम्भव हुन्छ। त्यो मेरो अनुभव छ। हजुर, तपाईले यस विषयमा त सही तर्क राख्नुभयो, तर धेरैको विचारमा चाहिँ अध्ययन हजुरले स्कुल अथवा कलेज सकिएपछि सिद्धिन्छ हैन र? धेरैले त्यो सोच्छन् कलेज, युनिभर्सिटी अथवा पीएचडी गरेपछि अध्ययन सकियो भन्ने चाहिँ सोचिरहेका हुन्छन् हैन। खासमा त्यो होइन, त्यसरी अध्ययन कहिल्यै पनि सकिँदैन। अध्ययनको सुरुवात अब त्यस पश्चात गर्नुहुन्छ, झन् बढेर जान्छ। किनभने आफूले अध्ययन गरेका कुराहरू व्यवहारमा लागू गर्ने, समाजमा लागू गर्ने, जीवनमा लागू गर्ने अब बढी भूमिका र दायित्व चाहिँ आफूलाई आइपर्छ र बढी जिम्मेवारी बोध चाहिँ महसुस गरेर अझ बढी अध्ययनशील बन्न चाहिँ एउटा महत्त्वपूर्ण माध्यम मात्र बन्छ यो औपचारिक अध्ययन। औपचारिक अध्ययनले हामीलाई अध्ययन गर्न सिकाउँछ, थप अध्ययन गर्न सिकाउँछ, सिपहरू दिन्छ, केही अध्ययनका सिपहरू दिन्छ हैन। र अध्ययनमा चाहिँ हाम्रो एउटा ट्रेन्ड बसाल्छ, एउटा माइन्ड चाहिँ स्टेम लाइनिङ गराउँछ, हाम्रो दिमागलाई स्टेम लाइन, दिमागलाई चाहिँ ओरिएन्टेसन गराउँछ।
त्यो चाहिँ औपचारिक अध्ययनले गराउँछ। औपचारिक अध्ययन मार्फत चाहिँ सहज हुन्छ हामीलाई